यो भिडियो हेर्नु त यो भिडियो हेरेपछि कसलाई रुन मन गर्दैन। आफू भुइँमा घिसारेर पनि नेता बनाएर आफू झुप्रीमा बसेर नेतालाई महलमा बनाउने हाम्रा प्यारा नेपालीको यो पालिको मत पनि खेर गयो भने अब फेरि त्यस्तो युग आउँदैन जहाँ हामी परिवर्तनको एउटा आशा राखेका हुन्छौँ। यसपालिको मत वास्तविक परिवर्तनको लागि हो। यसपालिको मत पद र पैसाको लागि नभएर वास्तविक परिवर्तनको लागि हो। देशमा एउटा आमूल परिवर्तनको लागि छ। त्यसकारणले उहाँहरूलाई सेल्युट गर्दै उहाँहरूको हरेक एक मतको कदर होस् भन्ने सबैको कामना छ र यो हुनु पनि पर्छ। आफूलाई भुइँमा बजार्दै घिसार्दै यहाँसम्म आएर एक मत इकट्ठा गरेर एउटा नयाँ नेतृत्वको देशमा नयाँ परिवर्तनको लागि मत दिनुभएकोमा उहाँहरूले सल्युट गर्दै यो भिडियोलाई अत्यधिक सेयर गर्नुहोला ताकि यी व्यक्तिहरूको मत कहिल्यै खेर नहोस्। धन्यवाद।